सो यो चाहिँ हो माउन्टेन भ्यू होमस्टे हो साथीहरू यो हो रुम हाम्रो सो साथीहरू हामी चाहिँ कहाँ आइपुगे माथि यस्तो फगी मजाको क्रस भएर जाँदैछ आँखा बन्द गर्नु न किन त्यसै तपाईँको लागि एउटा स्पेसल गिफ्ट छ मेरो एउटा सानो छ वाउ तर पनि क्लोज आइज नो चिटिङ ल टेक इट के हो चाँदीको चेन ऐसा नहीं हो सकता कह दो कि ये झूठ है Happy birthday to you Happy birthday to you Happy birthday dear Buddha Happy birthday to you मन पढ्यो कहिले सरप्राइज चाहिँ कहिले बताएर भन्छ मन पढ्यो कि मन पढेन इतनी खुशी मुझे I love you I love you I love you थ्याङ्क यू सो मच सो हे गाइस वेलकम टु माई भिडियो अनि आज चाहिँ मेरो बर्थडे हो अनि आज चाहिँ हामी जाँदैछौँ म र बुढी चाहिँ घुम्नु जाँदैछु होमस्टेमा पनि बस्ने हो अनि त्यहीँ हामी टाइम स्पेन्ड गर्ने हो दुईजना अनि आज चाहिँ मेरो बुढीले गिफ्ट ल्याइदिएको रहेछ यो सुनको चेन हो अनि इट वाज अनएक्सपेक्टेड होइन मैले सोचेको थिइनँ बुढीले ल्याइदिन्छ भनेर अनि अब हामी निस्किनु आँटेको हो अनि त्यहाँ गएर हेर्नेछौँ होमस्टे कस्ता कता के राम्रो छ होइन कस्तो छ के चाहिँ म थप्पै तपाईँलाई देखाउने छु अनि त्यहाँको अब गरम कस्तो छ ठन्डा कतिको छ होइन यहाँ त सिलगढीमा गरम भएर एकदम हत्तु भइसकेको छ हो अनि तपाईँहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने फलो गरिदिनु होला सपोर्ट गरिदिनु होला होइन लाइक कमेन्ट गरिदिनु होला अनि अब लेट्स गो गाइस लु है अब चाहिँ हामी निस्केको यी हाम्रो सब रेडी सेडी भइसक्यो अब चाहिँ हामी निस्केको खोजमा त्यो साथीहरू अब हामी चाहिँ निस्केको अनि अब होमस्टेको खोजमा है कता केही राम्रो छ अनि हामी जुन चाहिँ होमस्टेमा जान्छौँ त्यो चाहिँ बन्दैछ सो अर्को होमस्टे खोज्नु गएको बिचारी छ हो आज गरम पनि धेरै गरम छ सो लेट्स गो सो गाइस अब हामी दार्जिलिङ मोड क्रस गऱ्यौँ अब अलिक चिसो चिसो लाग्दैछ वेदर अनि अब हामी जाँदैछौँ अम्बो जाडो रहेछ पुरा ह्याप्पी बर्थडे टु यु के गरौँ सम्झिँदा के गरौँ म के गरौँ बोलाउदिन भन्छु त बोलाइहाल्छु What a beautiful place. सो यो चाहिँ हो माउन्टेन भ्यू होमस्टे यहाँ चाहिँ हामी बसेको छौँ यो साथीहरू यो हो रुम हाम्रो अनि हेर्नुहोस् नि यहाँबाट भ्यू पनि दामी देख्ने रहेछ हो यो चाहिँ वासरुम पनि सफा रहेछ अनि बाहिर पनि हेर्नुहोस् यही मजाको छ यो नयाँ खोलेको रहेछ भर्खर हो ल यो चाहिँ हाम्रो अब अहिलेको लन्च हामी यही गर्दैछौँ किनभने हाम्रो टाइमिङ चाहिँ अलि मिस भयो हो सो बेलुका चाहिँ हामी गर्ने मजाले डिनर सो साथीहरू खरसाङ आइपुगे यस्तो दामी भ्यू छ यहाँ यता आज बर्थडेको दिन म यहाँ खरसाङ आइपुगेँ यस्तो गरमदेखिको खोज्दा बल्ल खरसाङमा बजाएको यता भेट्यो एकदम शान्ति रमाइलो एकदम केही टेन्सन छैन आराम छ एकदम चिसो जग्गा ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी सो हेलो साथी गुड इभिनिङ अनि बजमा रहेछ 7 अनि यहाँको भ्यू चाहिँ अब यति दामी छ कि यति चिसो पनि छ तर हामीले चाहिँ अब स्वेटर पनि केही लागेको छैन तपाईँले देख्नु सक्नुहुँदैछ सिलगढीमा यति गरम थियो र हामीले सोचे खरसाङमा पनि गरमै हुन्छ होला भनेर चाहिँ अनि वेदर पनि आज चिसो भएको है सबै अनएक्सपेक्टेड हुँदैछ अनि अब चाहिँ अब हामी चाहिँ हल्का पार्टी गर्नु आँटेको छु हो अनि हामीले अर्डर पनि गरेको छु चिकन चिल्ली अनि अब चाहिँ के भन्नु अनि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने यसो लाइक कमेन्ट गरिदिनु होला है
साथीहरू म चाहिँ अब डिनर गर्नु लागेको बुढीलाई चाहिँ खाइसक्यो अनि म चाहिँ अब यहाँ अलिकति बाँचिरहेको छ चिकन राइस अनि चाहिँ भर्खर लगाइदिनु भएको सो खाएर चाहिँ अब सुत्ने हो अनि भोलि चाहिँ इगल क्र्याक जाने हो कति दिन बाद चाहिँ कति वर्ष बाद बुढीलाई पनि मन इच्छा रहेछ जाने हो सो भोलिको भिडियो तपाईँलाई भोलि देखाउने छु सो अहिले चाहिँ गुड नाइट गाइज अनि तपाईँहरू सेफ बस्नुहोस् होला सो बाई बाई सो गाइज गुड मर्निङ अनि अहिले चाहिँ बजिरहेको छ 12 तर गुड मर्निङ थिएन गुड आफ्टरनुन भइसक्यो अनि अब हामी चाहिँ जान इगल क्र्याक किन बुढी गएको छैन रहेछ बुढीलाई देखाउनु लागि अनि वेदर चाहिँ आज यस्तो भइरहेछ एकदम चिल्ड वेदर सिलगढीमा त अहिले मोटामोटी 40 डिग्री होला हो अनि गरम पनि यस्तो गरम छ के भन्नु सो आज चाहिँ इगल क्र्याक मजाले घुमेर चाहिँ यताउता घुमेर चाहिँ हामी चाहिँ भोलि फर्किने हो इगल क्र्याक हेभी चिसो रहेछ सो साथीहरू हामी चाहिँ इगल क्र्याक आइपुगेँ अनि यहाँको भ्यू चाहिँ असम छ असम भ्यू हेर्नुहोस् भ्यू एकछिन बसेर चाहिँ फेरि हामी फर्किने मजा लागेर सिलगढीको वेदर भन्दा त यहाँ त जन्नत छ जन्नत नेचुरल एसी ल टिकट पनि कटाइभयो भित्र चाहिँ यस्तो छ खै त जङ्गलहरू चाहिँ कुन चाहिँ जङ्गल प्लान्ट उता छ उता सो साथीहरू भित्र पसिसक्यो हामी टिकट सेट काटिसकेर अनि यहाँ त के दामी हाम्रो यहाँको नेपालीको गोर्खे खुकुरी तिमी फर्स्ट टाइम आएको यहाँ चाहिँ कर्सियङ त्यही त यहाँ भनेको यस्तो फगी मजाको जिउमा क्रस भएर जान्छ क्या टच भएर सो साथीहरू हेभी मजा आउँदैछ यहाँ है तपाईँलाई पनि मजा आउँदै होला मेरो भिडियो देखेर है यस्तो दामी भ्यू छ यस्तो दामी उयो नजारा हो मजाको भ्यू ठन्डा चिल एकदम यहाँ हाम्रो क्यामल पनि पर्खिरहेको छ जुरासिक पार्कको ड्रागनहरू त यहाँ आएर बसेको रहेछ नि त त्यही कारण त मुभी पनि आउँदैन रहेछ है यहाँ आएर बसेर चुपचाप सो साथीहरू तपाईँलाई मेरो भिडियो देखेर मजा आउँदै होला है यहाँको भ्यू यति दामी छ यति मजा आउँदैछ है अनि अब यहाँबाट चाहिँ एकछिन बसेर हामी जाने फेरि घर त्यहाँबाट गर्ने हो लन्च त्यहाँबाट चाहिँ हामी रेस्ट गर्ने हो सो साथीहरू अब हामी चाहिँ घुमिसक्यो अब हामी चाहिँ निक्लेको अब लन्चको लागि किन भोक लागिसक्यो मेरो यो धनमाउमा मेरो हाम्रो लन्च होइन हातले खान्छ हामीले त फुलकोपी बनाउँदै यस्तो मिठो हुँदैन त नि हिजो मैले फुलकोपी पनि कता खाइन त हामी लन्च गरेर चाहिँ फेरि बजार आइरहेको छु बुढीलाई एकछिन बजार जानु मन पऱ्यो अरे सो यो चाहिँ हो कर्सियङको बजार हामी चाहिँ बजार आइसकेको छु अनि उसलाई के मन परेको छैन उसलाई अल्छी लाग्यो अरे सब हामी गएको घर हामी त बजार घुम्नु आएको त यताबाट निक्लेर त अर्को गलीबाट त सकेछ पो बजार त इसकी माँ का भोला चेहरा आउनु आउँदा वेदर पनि यस्तो दामी भयो है अनि अब हामी चाहिँ भोलि चाहिँ फर्किने हो सिलगढी सो अब बिहान भेट्यौँ मलाई सो गाइस गुड मर्निङ अब हामी चाहिँ अब रेडी भएर चाहिँ अब यहाँ ब्रेकफास्ट रेडी छ सो बुढीले यहाँ ब्रेकफास्ट गर्दैछ अनि हामी चाहिँ अब चेकआउट गर्नेछु अनि यहाँको वेदर हेर्नुहोस् आजको वेदर यस्तो दामी छ सिलगढीको वेदर चाहिँ कतिको गरम छ फेरि अलिक गएर चाल पाउँछ अनि हामी चाहिँ आएको थियो एक दिनको लागि बर्थडे सेलिब्रेट गर्नु लागि तर हामी चाहिँ अब बस्यो 3 दिन बुढीको उयसले इच्छाले बुढीलाई बस्नु मन लागेर अनि अब 3 दिन पनि भयो हाम्रो आज स्याटरडे सो अब हामी चाहिँ फर्किँदैछौँ सो तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला है फलो गरिदिनु होला सो बाई बाई गाइस